विश्वमा धेरै देशहरूसँग सीमाना जोडिएको देश कुन हो? विश्वको सबैभन्दा ठुलो महासागर कुन हो? प्रशान्त महासागर। राइट आन्सर। हिरामा कुन तत्त्व पाइन्छ? राइट आन्सर। स्ट्याटिक अटेन्सन। स्ट्याटिक अटेन्सन। धन्यवाद। कार्यक्रम सञ्चालक श्री तथा श्री विद्यालय तपाईँलाई ज्ञापन साथै यस विद्यालयमा अध्यापन गराउनुहुने गुरुवर्गज्यूहरू साथै यस कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण विद्यार्थी साथीहरूलाई एकैमुष्टमा नमस्कार। आज म मानव जीवनमा पानीको महत्त्व र संरक्षणको बारेमा केही मेरो विचारहरू राख्न गइरहेको छु। सम्पूर्णले ध्यानपूर्वक सुनेर साथ दिनुहुन हार्दिक अनुरोध गर्दछु। मानव जीवनमा पानीको महत्त्व छ। कुनै काम गर्नको लागि पनि हामीलाई शक्ति चाहिन्छ। शक्तिका लागि हामीले खाना र पानी दुवै आवश्यकता पर्छ। हामीले पानीको संरक्षण पनि गर्नुपर्छ। हामीले पानीको संरक्षण गर्नका लागि पानीको मुहानमा कोठाबारी पिसाब मैला गर्नु हुँदैन। पानीको संरक्षणको लागि गाई भैँसीहरू धेरै मात्रामा छाडा छोड्दैन, किनभने यदि हामीले छाडा छोडेमा ती गाई भैँसीहरूले ती पानीका मुहानहरूलाई पनि बिगार्नेछ र हामीले पानीको संरक्षण गर्नुपर्छ। यस संसारमा एक महत्त्वपूर्ण चिजमा पानी हुनुपर्छ। यदि पानी हुँदैन भने मानव जाति पनि हुँदैन। पानीले गर्दा हाम्रो शरीरमा हामी हिँड्न, बोल्न, खेल्न, डुल्न सक्छौँ। त्यसकारण हामीले पानीको संरक्षण गर्नुपर्छ। हामी साना ठुला सबै मिलेर गाउँमा चेतनामूलक कार्यक्रम गर्नुपर्छ। पानीको मुहानलाई सफा राख्नुपर्छ। जहिले पनि हामीले खाने पानी समेत पनि सफा गर्नुपर्छ। यदि पानीको दुरुपयोग गरेमा हामीलाई पानीले पनि फेरि हानि गर्नेछ। हामीले पानीबाट विद्युत यन्त्रहरू निकालेर सम्पूर्ण घर बस्तीहरूमा बिजुली बत्ती पुर्याएर हाम्रो आर्थिक अवस्थालाई पनि उच्च स्तरसम्म पुर्याउन सकिन्छ। साना ठुला मिलेर पानीको संरक्षण गर्नुपर्छ भन्दै मेरा दुई शब्दहरू यही अन्त्य गर्न चाहन्छु। जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो। जसो गर जे भन जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो। मलाई गर्व छ हाम्रो पुर्खाले
जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो हाम्रो राम्रो विद्यालयमा सबैलाई स्वागत अनि नमस्कार छ। असल अनि महत्त्वपूर्ण कुराहरू सिक्नको लागि अहिले म विद्यालय आइपुगेको छु। म सधैँ अनुशासित र आज्ञाकारी भई विद्यालयमा रहन्छु। म एक शक्तिशाली व्यक्ति भएकोले मसँग विशिष्ट क्षमता छ, जुन क्षमता जागृत गर्नको लागि म यहाँ उपस्थित भएको छु। यति मात्र होइन, म यस धरतीको एक असल सृजनशील अनि महान व्यक्ति हुँ। म यस धरतीको एक असल सृजनशील अनि महान व्यक्ति हुँ। त्यसैले सोही अनुसारको सोच, व्यवहार अनि कर्म गरिरहेको छु अनि गरि नै रहनेछु। यसको लागि म दिनभर सिकाइमा ध्यान केन्द्रित गर्दछु। अन्त्यमा मेरो वचनप्रति प्रतिबद्धता जनाउँदै विद्यालयलाई राम्रो बनाउन सहयोग गर्नुहुने गुरुआमा अनि विद्यालयका सरोकारवाला सबैलाई हृदयदेखि धन्यवाद छ। धन्यवाद।